हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ मेरो अर्को मिनी ब्लगमा। हेर्दै खाउँ खाउँ लाग्ने ब्रोइलरको मासु। आज चाहिँ मैले लिएर आएँ 100 रुपियाँको मासु अनि 2टा खुट्टा पनि ल्याएँ, किनकि खुट्टा मेरो छोरीहरूले असाध्यै मन पराउने गर्छन्। अनि ब्रोइलरको मासुमा मैले प्याज स्याज हालेर पराक पुरुक पारेर भुटेँ। छोपछाप पार्दै भुट्दै छोपछाप पार्दै भुट्दै गएँ। ब्रोइलरको मासु फेरि जति भुट्यो उति नै मिठो हुन्छ। त्यही भएर मैले यसलाई तेलमा मजाले रातो हुने गरेर पर्पुर पारेर भुटभाट पारेँ। भुटभाट पारिसकेपछि मैले नुन बेसार पनि हालेँ। नुन बेसार हालिसकेपछि पनि मैले मजाले भुटेँ कि, किनकि नुन बेसार अलि भुटेन भने अलिक कस्तो बास्ना फाल्छ नि त। त्यही भएर मैले चाहिँ बेसार हालेर पनि मजाले प्र्याकपुक पारेर भुटिदिएँ। भुटिदिसकेपछि हेरेको त मजाको भइसकेको रहेछ मासु। अनि त्यसपछि चाहिँ नि अब यत्तिको भएपछि त मसला हाल्नु पर्यो। चाम्रो भइसक्यो होला मासु भनेर मैले मसला पनि हालेर प्र्याकपुक पारेर भुटिदिएँ। अब मासुमा टमाटर नहाल्ने भने मिठो हुँदैन साथीहरू। त्यही भएर मैले एउटा टमाटरलाई काटकुट पारेर टमाटर पनि हालिदिएँ। अनि हेर्नु न मासु त ओहो, हेर्दै छैन त वाउ। त्यसपछि मैले अब ग्रेभी बनाएर खानुपर्ने थियो। के गर्नु साथीहरू, दाल पकाएन, अल्छीको पोको भएर। अनि त्यसपछि चाहिँ मैले ग्रेभी बनाउनको लागि पानी पनि हालिदिएँ। पानी हालिदिएपछि त मेरो मासु यस्तो भयो नि साथीहरू। मेरो भिडियो मन परेमा सब्सक्राइब गरिदिनु होला।